मध्य प्रदेशमा सशस्त्र प्रहरीद्वारा एकै वर्षमा 75 करोड भन्दा बढीको अवैध सामान बरामद। दर्शकबिन नमस्कार, तपाईँ देखिरहनु भएको छ दस्त खबर, म छु विजय शाह। सशस्त्र प्रहरीले आर्थिक वर्ष 2082-83 मा मध्य प्रदेशका 8वटै जिल्लाबाट 75 करोड भन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ। छिन्मस्ता बाहिनी अन्तर्गत मध्य प्रदेशमा परिचालित सशस्त्र प्रहरीको गस्ती टोलीले 2082 साउनदेखि गत असार मसान्तको अवधिमा 75 करोड 28 लाख 45 हजार 476 रुपैयाँ 20 पैसा बराबरको अवैध सामान बरामद गरेको हो। उक्त सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ। सशस्त्र प्रहरी मध्य प्रदेशका प्रवक्ता एसएसपी सुभाष भण्डारीका अनुसार भारतबाट भन्सार छली नेपाल भित्राएको कपडा, किराना, हार्डवेयर लगायत सामग्री बरामद भएका छन्। यस्तै तेस्रो मुलुकबाट नेपाल हुँदै चोरी लुकी भारत लैजान खोजिएको ठूलो परिणामको तरबुजाको बिउ समेत बरामद गरेको उनले जानकारी दिएका छन्। बरामद गरिएको सामान कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालय बुझाइएको छ। मध्य प्रदेशका डीआईजी विष्णु प्रसाद भट्टले नेतृत्व सम्हालेपछि सीमा क्षेत्रमा अवैध गतिविधि नियन्त्रणमा प्राथमिकता राख्दै शून्य सहनशीलताको नीति अपनाएको छ। उनको नेतृत्वमा नेपाल भारत सीमामा हुने चोरी, तस्करी, अवैध ओसार पसार र सीमा पार आपराधिक गतिविधि नियन्त्रणका लागि गस्ती, निगरानी तथा सूचना संयन्त्रलाई थप प्रभावकारी बनाएको छ। सशस्त्र प्रहरीले सीमा सुरक्षालाई मजबुत बनाउँदै तस्करी नियन्त्रणका लागि नियमित तथा विशेष अभियान सञ्चालन गरिएको जनाएको छ। डीआईजी भट्टले तस्करसँग साटघाट राख्ने कयौं अधिकारीलाई कारबाहीको दायरामा ल्याएका छन्। आर्थिक प्रलोभनमा परेर नीति विपरीत काम गर्ने जो कोहीलाई पनि कडा कारबाहीको दायरामा ल्याउने चेतावनी उनले दिएका छन्। पछिल्लो समय सीमा क्षेत्रमा अवैध कारोबार नियन्त्रणसँगै सुरक्षा उपस्थिति प्रभावकारी बनाएको भन्दै स्थानीय तह तथा सुरक्षा क्षेत्रका जानकारहरूले सशस्त्र प्रहरीको कार्यशैलीको सकारात्मक मूल्याङ्कन गर्न थालेका छन्। स्वागत छ तपाईको आफ्नै शहर लाहानमा, जहाँ सुविधा र सत्कार एकसाथ पाइन्छ। होटल प्रभा, हाम्रो सुसज्जित रेस्टुरेन्ट, विशिष्ट बैंक्वेट हल र आरामदायी रुमहरू तपाईका सबै आवश्यकताहरूको लागि तयार छन्। बुकिङको लागि सम्पर्क गर्नुहोस्। लहान 3 गाईघाट बस स्ट्यान्डको 50 मिटर पूर्व दक्षिण साइड 97 010 0007 वा 98 428 29 564 मा।